हेलो नमस्ते साथीहरू, तपाईँहरूलाई अभिराम इन्क्युबेटरमा स्वागत छ। आज सानो मेसिन देखाउँदैछौँ। मेसिनको अलिकति थोरै काम बाँकी छ। म तपाईँलाई यो 352 क्यापासिटीको मेसिनको के कस्तो छ भनेर तपाईँलाई देखाउँदैछु। यो बनाउनु चाहिँ काठमै बनाएको हो अनि सिस्टमहरू सबै राम्रो छ। यो सिस्टम XM18 सिस्टम हो अनि चलाउने तरिकाहरू सबै म बताउँछु यसैमा। ह्याचरी मेसिन चलाइराखेको मान्छेलाई चलाउन सजिलै हुन्छ, नचलाएको मान्छेले भिडियो हेरेर पनि चलाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ अब भिडियो पुरै हेरिदिनु पर्ने हुन्छ। यसमा अलिकति फ्रेमिङको काम बाँकी छ हैन। त्यति भइसकेपछि यो मेसिन डेलिभरी दिनलाई हामीले सक्छौँ पठाउन पर्ने भएको कारणले यहाँ केही टेक्निकल कामले गर्दाखेरि यो फ्रेमिङ गर्न नसकिएको र कन्ट्रोलर सिस्टमहरू देखाउनु पर्यो भने यही नै कन्ट्रोलर सिस्टम हो। XM18 हो, यो ठुल्ठुला मेसिनहरूमा युज गर्छन् र त्यो सिस्टम हामीले यसमा जोडेका छौँ र बाहिरबाट सबै चिज देखिन्छ यसरी। एउटा ठ्याक्कै वासिङ मेसिनको साइजमा छ यो मेसिन हैन। तपाईँले घरमा सजिलै राख्न सक्नुहुन्छ। 3 फुट हाइट छ भने 2 फुट यसको चौडाइ छ र तपाईँलाई मैले मेसिन देखाउँदै गर्दाखेरि तपाईँले हेर्नु हुँदै गर्दाखेरि कस्तो भन्दाखेरि 4 तल्लाको मेसिन छ। यो 4 तल्लाको मेसिन छ। एउटा, दुईटा, तीनटा, चारटा, यसरी 4वटा छ। 88 × 4 गर्यो भने 352 आसपासको अन्डा अटाउँछ पुरै। 350लाई अहिले रिफरेन्स भनौँ, 350वटा अन्डा क्षमताको यो भयो र रेगुलर रूपमा ह्याच गर्नु पर्यो भने पनि यसरी दुईटा बास्केट आउँछ र दुईटा बास्केटमा दुईटा गरेर यसरी सिफ्ट गर्न सकिन्छ। चल्ला दुईटा ट्रे यस्तो खालको सेटर ट्रेमा स्विङ गर्दै गर्दाखेरि अन्डा पल्टिँदै गर्दाखेरि यसमा तयार भएको जुन अन्डा हुन्छ त्यो चाहिँ यसमा सारेर निक्लिने बेला यसमा सारिदिनु पर्ने हुन्छ र त्यसरी निकाल्न सकिन्छ। अनि पछाडि चाहिँ ह्युमिडिटी सिस्टम हो। त्यो ह्युमिडिटी सिस्टम हो, बाहिर पानी जोडेर यसमा कनेक्ट गरिदियो भने यो सजिलै चल्छ र खोलिराख्नु पर्दैन, ढोका घरिघरि खोलिराख्नु पर्दैन। बाँकी भनेको सबै अटोमेटिक गर्छ। यो तपाईँलाई अहिले म्यानुअली देखाउनु पर्यो भने, जस्तो म्यानुअली देखाउनु पर्यो भने यो मुभ गरेको मैले यसरी अप बटन थिचिरहेको छु। यो अप बटन सेटभन्दा जस्ट मुनिको र यसरी चल्छ। यसरी बिस्तारै चल्छ र गएर ट्याक्क यसरी ठ्याक्कै अड्किन्छ अनि फेरि 1.5 घन्टामा यो चाहिँ अर्कोपट्टि फर्किन्छ। यो अहिले यस्तरी छ। तपाईँलाई मैले भिडियोमा देखाउँदै गर्दाखेरि यो ठ्याक्कै हाम्रोतिर फर्केको छ भने अर्को 1.5 घन्टामा ठ्याक्कै अपोजिट गएर बसेको हुन्छ। त्यसरी चाहिँ पल्टाउने सिस्टम हुन्छ यसमा। बाँकी भनेको टेम्परेचरहरू सेट गर्ने हो। यहाँ टेम्परेचर सेट भ्यालु हामीले 38, चिकनको लागि 38 र ह्युमिडिटी 60 को हाराहारी सेट गर्यो भने हुन्छ। 60 को लागि यसरी 60 गर्न सक्यो। सेट थिच्यो भने सुरुमा तापक्रम सेट गर्न देखाउँछ हैन। त्यसपछि फेरि सेट थिचिसकेपछि यसरी तापक्रम भयो। तलमाथि गर्नलाई यो दुईटा बटन भइहाल्यो। ओके थिचेपछि ह्युमिडिटीको आउँछ, यानि कि पानीको मात्राको आउँछ। पानीको मात्रा 60 सेट गर्यो भने यसैमा ह्याच पनि गर्न मिल्छ। र भित्र सिस्टमहरू छ, हिटर सिस्टम छ र स्विच सिस्टम पनि छ अनि मोटर सिस्टमहरू भइहाल्यो। र भेन्टिलेसनको लागि त्यहाँ पाल देख्दै हुनुहुन्छ, भेन्टिलेसनको लागि हैन। र यो मेसिनमा एउटा खास विशेषता के छ भन्दाखेरि हिटर सिस्टम छ। यसले जम्मा 100 वाटेज लिन्छ गर्मीमा र जाडोमा चाहिँ 200 वाट बनाउन मिल्छ। यानि कि तपाईको ठाउँमा तातो पुगिरहेको छैन भने यसमा 200 वाट गर्न मिल्छ। यो चाहिँ सिंगल र डबल भनेर यहाँ स्विच सिस्टम छ। यसलाई नि यसरी गर्न मिल्छ। यो डबल र सिंगल भनेर यति गर्यो भने सिंगल डबल दुईटै मोडमा चलाउन मिल्छ आवश्यकता अनुसार नै। र यो भन्दा सानो क्यापासिटीको पनि हामीले मेसिन देखाउने छौँ यसै भिडियोमा, त्यो पनि हेर्न सक्नुहुनेछ। र कुनै जिज्ञासा कमेन्ट भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। मेसिन पार्ट्सको लागि अभिराम एग्रोटेकलाई तपाईले डिस्क्रिप्सन वा डिस्प्लेमा देख्दै गरेको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ।
2 तल्लाको छ हैन। घरको लागि चाहिँ एकदमै ठिक्क हुन्छ। पोल्ट्री फार्म गर्नेहरूको लागि पनि ठिकै हुन्छ। अनि कस्टको कुरा पनि हामीले केही जोड्ने छौं हैन। यो चाहिँ स्विङ मोडलमा छ। मैले तपाईलाई अन गरेर देखाइहालेँ। अन गरेर देखाएँ हैन। यसले टाइमर 2-2 घण्टामा चलाउँछ। अनि यो टेम्परेचर भइहाल्यो। त्यसपछि यो आर्द्रता, यसमा टेम्परेचर र आर्द्रता दुईटा देखाइहाल्यो। अनि टाइमर, यो कन्ट्रोलर सिस्टमको बारेमा चाहिँ मैले भिडियो बनाएको छु, त्यो पनि छुट्टै हेर्न सक्नुहुन्छ हैन। सेट गर्न एकदमै सजिलो छ। जस्तो यो भर्खरै अन गर्ने बित्तिकै एल देखाइरहेछ नि, त्यो भनेको लो हो। यानी कि हिटरले अन छ, हिटर अन छ र लो देखाएको बेलामा चाहिँ यस्तो हुन्छ कि कम तापक्रम भएको बेलामा भनेको हामीले सेट गरेको भन्दा कम भयो भने यसले चाहिँ अलार्म गर्छ। त्यसलाई बन्द गर्न, अलार्म बन्द गर्नलाई माइनस थिच्यो भने चाहिँ बन्द हुन्छ। या यसलाई अब तपाईले सेट गर्नु पर्यो भने चाहिँ यसरी सेट थिचेर चाहिँ जस्तो सेटमा निलो पल्याछ, अब चाहिँ सेट गर्न सकिन्छ है भनेर भनेको हो। यसरी यो चाहिँ 38 डिग्री सेल्सियस हामीले राख्छौं हैन कुखुराहरूको लागि। अनि कालिज र त्यसपछि टर्कीहरूको लागि अलिकति बढाउनु पर्छ। यो चाहिँ एसीपी प्यानलमा छ। यसलाई अलिकति फिनिशिङ गर्न बाँकी छ। मैले चाहिँ भिडियो लगाइहालेँ तपाईलाई भिडियो देखाउनलाई सजिलो होस् भनेर। पावर बटन भइहाल्यो, यो कोड भइहाल्यो। अरु भनेको एउटा अब भित्र के कस्तो छ तपाईलाई त्यो देखाउँछु, अनि त्यही अनुसारले गर्न सक्नुहुन्छ। यो चाहिँ अलिकति एसीपी प्यानल वेटी हुने भएको कारणले हल्का यस्तो खालको चाहिँ देखिन्छ। तपाईले त्यसको लागि चाहिँ अप्ठ्यारो मान्नु परेन। यसरी लगायो भने चाहिँ ट्याक्क लाग्छ यसरी। तपाईले यो चाहिँ एसीपी प्यानलमा देख्दै हुनुहुन्छ बडी चाहिँ हैन। प्लाइवुडमा पनि हामीले बनाउँछौं, प्लाइवुडको पनि बनाइराखेका हुन्छ। त्यो भिडियो पनि तपाईले देख्न सक्नुहुन्छ हैन। अनि आजको भिडियोमा चाहिँ मैले विशेष गरेर तपाईलाई यही मेसिनमा चाहिँ फोकस गर्दैछु। कस्तो भन्दाखेरि अब हिटिङ एलिमेन्टहरु, त्यसपछि फ्यान सिस्टमहरु देख्दै हुनुहुन्छ हैन। यसमा यो भइहाल्यो। अनि 2 तल्लाको छ। यो 2 तल्ला, एउटा यो भयो, अर्को यो भयो। अनि कस्तो भन्दाखेरि ह्याचर बास्केट पनि आउँछ। मैले तपाईलाई एउटा 2टा ट्रे लगाएर यसमा देखाउँछु। एउटामा चाहिँ बट्टैको अन्डाको ट्रे लगाइएको छ। यो मैले हात देखाउँदैछु त्यसमा। र माथि टर्कीको लागि छ। यसमा कुखुराहरूको अन्डा साइज अनि हाँसहरूको साइजले चाहिँ म्याटर गर्छ हैन। हैन भने तपाईले अब अन्डा चाहिँ लगाउन सक्नुहुन्छ। अन्डा लगाउँदाखेरि चुच्चो भाग चाहिँ तलतिर फर्काउनु पर्छ, बाँकी हावावाला भाग चाहिँ माथि फर्काउनु पर्छ हैन। अनि पानी राख्नु पर्यो भने सानो भाँडोमा यता पानी राख्ने हो साइडमा। अनि तपाईले त्यसरी चलाउनु पर्ने हुन्छ। यो स्विङ भयो भने चाहिँ कस्तो हुन्छ, कसरी रोटेट गर्छ भन्दाखेरि यो चाहिँ यसरी चल्छ। तपाईले देख्दै हुनुहुन्छ। यो ट्याक्कै 1 मिनेटसम्म चलाउँछ यसले हैन। अनि त्यसपछि रोकिन्छ। मैले तपाईलाई म्यानुअली चाहिँ देखाएँ हैन। यो चाहिँ यसरी रोटेट गर्छ भनेर। अनि ह्युमिडिटीहरुको लागि चाहिँ विशेष गरेर ख्याल गर्नुपर्ने हुन्छ कतिपय कुराहरु हैन। तपाईलाई जस्तो तापक्रम 38 डिग्री सेल्सियस पुग्ने बित्तिकै यो इन्डिकेटर बन्द हुन्छ भनेर तपाईलाई थाहा भइहाल्यो। र यो आर्द्रता पानीको मात्रा हो। 65 को 60 को हाराहारी 50 सम्मको हाराहारी भयो भने सजिलै पुग्छ। एउटा बोतलमा एउटा साइडमा पानी राख्नुभयो भने सजिलै पुग्यो। अनि जस्तो चल्ला निक्लिने बेला चाहिँ यो चाहिँ अलिकति बढेको हुनुपर्छ। 70 आसपास वा त्यो भन्दा अलिकति माथि भयो भने पुग्छ। 70-80 को हाराहारी। त्यसको लागि चाहिँ अलिकति ठुलो भाँडो 2टा बोतल काटेर राख्दा नि पुग्छ यतातिर साइडमा। त्यसरी चाहिँ आर्द्रता सजिलै पुग्छ। त्यो गर्न सकियो। अनि त्यसपछि सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ।
अन्डामा चल्ला बसेको छ कि छैन भनेर क्यान्डिङ गर्न सक्यो। बाँकी प्रोसेस त सेमै भयो। यो चाहिँ जस्ट स्विङवाला मोड भएको कारणले मैले तपाईँलाई देखाएँ। यसले 45 डिग्रीमा रोटेट गर्छ कि, अन्डा तल र माथि गर्छ, त्यो खालको भयो। तपाईँलाई कुनै पनि जिज्ञासा छ वा रोलर टाइपको वा यस्तो खालको स्विङ गर्ने खालको मेसिनहरू सानो क्षमताको चाहिन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्योभन्दा ठुल्ठुला क्षमताको पनि उपलब्ध हुन्छ। र बनाउनु पर्यो भने चाहिँ अलिकति समय लाग्दिन्छ, त्यही हो। नर्मल्ली 2 हप्ता 3 हप्ता लागिरहेको हुन्छ। त्यस्तो अवस्थामा तपाईँले पहिले नै अर्डर गरेर एडभान्स दिएर चाहिँ मेसिनहरू आफ्नो लागि चाहिँ बुक गर्न सक्नुहुन्छ वा हामीलाई फर्दर काम गर्नको लागि झन् अझ सजिलो हुन्छ। यसमा चाहिँ फिनिसिङ दिन बाँकी छ। फिनिसिङ दिइसकेपछि अझ राम्रो लुक्स आउँछ। त्यसपछि योभन्दा ठुल्ठुलो योभन्दा सानो खालको मेसिनहरूको लागि अभिराम एग्रोटेकलाई सम्झन सक्नुहुन्छ। र विभिन्न किसिमका पार्ट पूर्जाहरूको लागि इन्क्युबेटरसँग सम्बन्धित वा DIY तपाईँले बनाउन चाहनुहुन्छ भने त्यहीसँग सम्बन्धित पनि हामीलाई सम्झन सक्नुहुन्छ। आजको भिडियो के कस्तो लाग्यो तपाईँले हामीलाई कमेन्ट गर्न नभुल्नु होला।